विभिन्न क्षेत्रहरूमा चाहिँ डुबान हुन्छ र त्यो डुबानमा चाहिँ कसरी प्रहरीले चाहिँ ओभरकम गर्ने भनेर त्यसका लागि यो भाज्यापुखु भक्तपुर नगरपालिकामा अवस्थित भाज्यापुखुमा चाहिँ यो जल उत्पन्न चाहिँ हुने समस्याहरूलाई चाहिँ गर्नको लागि हामी चाहिँ 30 जनाको टोली चाहिँ प्रहरीहरूलाई चाहिँ प्रशिक्षण दिइरहेका छौँ र यसको यो प्रशिक्षणमा चाहिँ आरएनएस 16 समूहले चाहिँ हामीहरूलाई सहकार्य गर्नुभएको छ र यो तालिमले हाम्रो प्रहरी कर्मचारीहरूलाई यो आउँदो चाहिँ विपदको अवस्थामा जुन चाहिँ मनसुन जन्य विपदको अवस्थामा चाहिँ जुन डुबान क्षेत्र हाम्रो भक्तपुर जिल्लाका डुबान क्षेत्रहरू छन् ती डुबान क्षेत्रहरूमा चाहिँ तत्काल प्रहरीहरू खटियोस् र ती चाहिँ खटिँदाखेरि प्रहरीहरूले आफूसँग भएका इक्विपमेन्ट लगायत आफूले प्रयोग गर्नुपर्ने साधनहरूको चाहिँ सही प्रयोग पनि गर्न सकुन् र त्यो र एउटा चाहिँ वाटर फोबियाबाट चाहिँ प्रहरीहरू चाहिँ मुक्त होस् भन्ने हिसाबले हामीले प्रहरीहरूलाई पानीमा कसरी चाहिँ जाने कसरी रहेछ भनेर क्षमता चाहिँ अभिवृद्धि चाहिँ उनीहरूको क्यापेबिलिटी इन्हान्समेन्ट पनि गर्ने हिसाबले यो तालिम सञ्चालन गरेका छौँ र हामी यो वर्ष 60 जना प्रहरी कर्मचारीहरूलाई चाहिँ यो तालिम दिन्छौँ र यसरी तालिममा चाहिँ हामीले हाम्रो मातहत चाहिँ प्रहरीभित्र ठिमी र प्रहरीभित्र जगातेबाट पनि टोलीहरूलाई चाहिँ त्यसै गरी समावेश गराएका छौँ भने भक्तपुर परिसर र भक्तपुर परिसरका प्रत्यक्ष मातहत टोलीहरूबाट पनि टोली चाहिँ हामीले सहभागी गराएका छौँ र यसरी यसले चाहिँ हाम्रो आउने चाहिँ मनसुनजन्य विपदको समयमा चाहिँ यो केही समस्याहरू पर्दाखेरि कसरी समाधान गर्न सकिन्छ यहाँ चाहिँ हामीहरूले यो बोटहरू जुन वाटर बोट छ त्यो प्रयोग कसरी गर्ने कसरी हावा भर्ने विपदको समयमा कति छिटो कसरी काम गर्नुपर्छ लगायतका कुराहरूलाई चाहिँ उनीहरूले सुरुदेखि नै चाहिँ यो अनुभव हासिल गर्न सक्ने वातावरण सिर्जना गर्ने गरी तालिम प्रदान गर्नुभएको छ र यसरी यो तालिम चाहिँ प्रदान गर्नुहुने आरएनएस 16 लाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र साथसाथै यो कार्यमा अब चाहिँ यो विपदको जन्य कार्य चाहिँ विपद व्यवस्थापनको जुन समिति छ श्रीमान प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा त्यो टिमका सम्पूर्ण मान्छेहरू चाहिँ समितिहरू र त्यसका पदाधिकारीका जुन बडीहरू छ त्यो बडीहरू समेत सहभागी भएर चाहिँ यो चाहिँ तालिम चाहिँ हामी चाहिँ क्रमशः रूपमा गर्दै गएर चाहिँ सकेसम्म हामीले चाहिँ हाम्रो भक्तपुर जिल्लामा भएका सबै सुरक्षाकर्मीहरूलाई चाहिँ यो तालिम चाहिँ दिएर एउटा प्रशिक्षित बनाउन सकिन्छ कि भन्ने हाम्रो चाहिँ लक्ष्य रहेको छ।